आज चाहिँ मैले नाचोस बनाउन लाग्दैछु। केटाकेटीलाई नानी बाबुहरूलाई साह्रै मनपर्ने। मैले त्यसको लागि यस्तो खालको चिप्स लिएको छु। म देखाउँछु है हजुरहरूलाई। यस्तो खालको चिप्स। यहाँ मैले अलिकति चेडर चिज लिएको छु। यहाँनिर चाहिँ मैले अलिभ लिएको छु। अलिभको यस्तो दाना ल्याएर चाहिँ सुधारेर यस्तो सानो सानो यस्तो गोलो बनाएको छु। यहाँ ह्यालोपिनो लिएको छु केनको। यहाँनिर चाहिँ मैले बेल पेपर लिएको छु 2टा कलरको, यस्तो रातो अनि यस्तो हरियो। यहाँ मैले फ्रोजनको मकै लिएको छु। यहाँनिर चाहिँ मैले केनको चाहिँ कालो खालको बोडी लिएको छु। यहाँनिर यसलाई चाहिँ म आज एयर फ्रायरमा बनाउन लाग्दैछु। एयर फ्रायरभित्र मैले चाहिँ यसरी पेपर राखेको छु। छ भने राख्ने, छैन भने नराख्दा हुन्छ। अब चाहिँ यहाँनिर यो चिप्सहरूलाई मिलाएर राखिदिन्छु। यहाँ मैले यसरी चिप्स मिलाएर राखिसकेँ। यहाँ मैले चिजलाई राखिदिँदैछु यसरी छरेर। अनि यो रातो बेल पेपर, रातो हरियो सबै बेल पेपरलाई मिलाएर सबैतिर राख्ने। अलिभ, मकै, यहाँ बिन्स लिएको छु। यो बिन्सलाई राखिदिएँ बोडी। अब यहाँ ह्यालोपिनो पनि राखिदिएँ। घरमा नानी बाबुहरू पिरो नखाने हुनुहुन्छ भने चाहिँ यो नराख्नु होला। पिरो खाने हुनुहुन्छ भने चाहिँ अवश्य राख्नु होला, साह्रै स्वादिष्ट हुन्छ। हेर्नु त, हेर्दै अहिले खाउँ खाउँ भयो। अब यहाँनिर फेरि चिजले मजाले चिज राखिदिन्छु। मैले यसरी मजाले राखिसकेँ। अब चाहिँ म यसलाई यहाँ राख्छु। मैले एयर फ्रायरलाई 370मा राखेँ। अब चाहिँ 6 मिनट जति यसलाई म पकाउँछु। जब कि यो चिज मेल्ट हुन्जेलसम्म बनाउने। एयर फ्रायर छ भने एयर फ्रायरमा राख्ने। एयर फ्रायर यदि छैन भने ओभनमा राख्दाखेरि पनि हुन्छ। ओभनहरू त्यस्तो छैन भने पनि तावामा मजाले मिलाएर राखेर अनि माथिबाट छोपेर हल्का आगोमा चिज मेल्ट हुन्जेलसम्म बनाउँदा पनि हुन्छ है। यो 6 मिनट भयो पकाएको। अब हेरौँ है त्यो यहाँ। वाउ वाउ वाउ, यहाँ हेर्नु त कस्तो दामी भयो। साह्रै मिठो हुन्छ नि यो। हेर्नु त, हेर्दै खाउँ खाउँ देख्यो। अब यसलाई म प्लेटमा निकाल्छु है त। यहाँ मैले प्लेटमा निकालेँ। अब चाहिँ यहाँ यी टाको सिजनिङ छ नि, यो चाहिँ म प्लान्ट बेसको चलाउँछु। गार्लिक ओनियनहरू नभएको। हजुरहरू जस्तो चलाउनुहुन्छ त्यस्तै सिजनिङ चाहिँ। टाको सिजनिङलाई यसरी माथिबाट यो हल्का हल्का माथिबाट छरिदिने। यसको स्वाद साह्रै मिठो हुन्छ क्या, हल्कासँगले। ल, यो खानालाई तयार भयो। खाना चाहिँ हामीले यसरी छेउबाट यसरी निकालौँ है। हेर्नु नि, वाउ क्या मिठो छ। ल, बनाउन धेरै सजिलो हुन्छ। हजुरहरू पनि बनाएर खानु होला। नानी बाबुहरूलाई खुवाउनु होला। कुनै पार्टी हुँदै पनि स्टार्टरको लागि यसरी बनाएर राख्दा हुन्छ है। सबैजना खुसी भएर इन्जोय गरेर खानुहुन्छ। थ्याङ्क यू फर वाचिङ।